राम्रो प्रश्न गर्नुभयो हेमराज सरले चाहिँ। अब सम्भवतः म धेरै लङ टाइम त खेल्न सक्दिनँ होला, तर मैले के बुझ्नुपर्छ जस्तो लाग्छ भने आज मेरो जुन क्वालिटीले भेटेको भलिबल क्षेत्रमा चाहिँ मैले अब जुन देशको लागि नेतृत्व गरेँ, मैले 2टा मेडल सहित दिलाइसकेँ नेपाललाई जुन बिच भलिबलमा, र अरू गेमहरूमा पनि मैले निकै हाइएस्ट स्कोरहरू पनि गरेँ। जुन साउथ एसियन गेमहरूमा चाहिँ वान अफ द बेस्ट स्कोरमा पनि मैले 2 पटक 3 पटकसम्म चाहिँ टप नै भए, गेम हारे तापनि होइन। तर अब म यो गेमलाई चाहिँ लङ टर्ममा चाहिँ लादिनँ होला जस्तो लाग्छ। अब मैले चाहिँ मेरो एउटा सोचाइ के छ भने चाहिँ आज अब मैले खेल्दा चाहिँ अब टिमलाई मात्रै राम्रो कसरी गर्ने, एउटा सिङ्गो नेपालको टिमलाई चाहिँ कसरी राम्रो गर्ने भनेर जुन एउटा टिमलाई मात्रै छ भने अब विगतका दिनहरूमा चाहिँ अब मैले सम्पूर्ण देशमा रहेको नेपाली भलिबल खेलाडीलाई चाहिँ कसरी हाई लेभलमा पुर्याउने, म चाँडैभन्दा चाँडै नै सम्भवतः मिलेसम्ममा चाहिँ एउटा नेपालको नेतृत्व गरेर एउटा सङ्घमा आउने छु भन्ने आशा लिएको छु, गर्वको साथ भन्न चाहन्छु। सङ्घमा? यस, भलिबल सङ्घमा? यस, एकदमै भलिबल सङ्घमा आउने रहर छ मेरो, र चाँडैभन्दा चाँडै नै आउनेछु। र जुन यसपालिको मैले धेरै वर्कआउटहरू पनि गरिरहेको छु। आज म खेलिरहेको मात्रै छैन, मैले सम्पूर्ण नेपाललाई हेरिरहेको छु। नेपालको भलिबलको खेलाडीहरूको व्यथा के छ, पीर के छ भन्ने कुराहरू मैले एकदम निहालेर हेरिरहेको छु। म यदि सङ्घमा आइसके पछाडि चाहिँ केही न केही मैले डेफिनेटली मैले जुन एउटा राष्ट्र टिममा नेतृत्व गर्दाखेरि जुन चेन्ज ल्याएको थिएँ, मैले त्यही अनुसारले मेहनत दुःख गर्नेछु, त्यो अनुसारले म अगाडि बढ्छु भन्ने मलाई पूर्ण विश्वास रहेको छ।